वेलकम टु न्यू डे न्यू ब्लग। आज चाहिँ हामी घुम्न जाँदैछौँ होइन। जाने भनेको प्लान त अन्त्य थियो, तर त्यहाँ चाहिँ जान सकेनौँ। त्यहाँ चाहिँ अहिले बन्द रहेछ, अस्तिको हल्ला हुल्लाले गर्दा चाहिँ बन्द रहेछ। अहिले चाहिँ हामी अन्त्य जाँदैछौँ यता बनेपा साइड होइन, बनेपा साइड जाँदैछौँ। वहाँ गएर देखाउँछौँ हामी कहाँ जाँदैछौँ भनेर। अहिले त कति 11 बज्न ल, टाइममा पुग्छ कि पुग्दैन थाहा छैन। यतै गर्नु है, म तपाईँलाई वहाँ पुग्छ देखाउँछु कहाँ कहाँ के कसरी जाने भने म देखाउँछु ल है। न उता जाने बस रिपिट गर न के अनि भर्खर भन्नु कहाँ हुन्छ त्यो अहिले गर्दा त्यहाँ दुईचोटि कहाँ अन्त लाग्छ पछि गरौँ ल। फाइनली हामीहरू उसमा गरौँ होइन, मतलब के हुन्छ नि भुलिसकेँ होइन, मतलब के हुन्छ अरे भोइस रेकर्ड गरेर गरौँ न। अस्तिको जस्तै हिजोको जस्तै राम्रो हुँदैन नि खास त्यही पनि हो। हामी चाहिँ आफ्नो जर्मन सेपर्ड पनि छ त्यहाँ। के छ हाम्रो हिरो हो उकालो चढिरहेको छ, कस्तो आइरहेछ हामी जर्मन सेपर्ड। कहिले बनियो यार यो, कहिले बनियो हाम्रो छोराछोरीको पालामा बनियो हो क्या। उकालो चाहिँ ठाडै रहेछ मा, थकै लागिसक्यो फेरि हो नि त नहिँडेको गाह्रै छ यो। अनि चाहिँ हामी हिँडिरहेको छ यसरी ट्याक्क हरियालीमा, चिसो मौसम, बल्ल जाडो हुन लाग्छ, बल्ल रमाइलो लाग्थ्यो। अघि त लास्ट गर्मी थियो क्या, अहिले चाहिँ चिसो छ, पानी पनि चिसो छ, मुख धुँदा नि शरीर बल्ल टाठो भयो। हामी यसरी जाँथ्यौँ मन्दिर, मतलब गुम्बा, तर मेरो मुखबाट मन्दिरमा त निस्किरहेको हुन्छ किनकि भगवान् जे भन्ने नि हुन्छ होइन। ल कपाल आउँथ्यो यो हो क्या भिडियो भनेको। कुन यो कन्ने त के गरौँ, आरुको हो क्या, आरु हो क्या, आरु जस्तो लाग्यो न। कुन बखडा हो कि खै बडा होला सायद जस्तो लाग्यो कि आरु कि बखडा। हामी चाहिँ अहिले यहाँ माथि सिडी चढ्न लागेको छौँ। यहाँ चाहिँ नमो बुद्ध एल ढोका हो, यहाँ चाहिँ के छ माथि थाहा छैन। हामी चाहिँ जान लागेको छौँ माथि। ए यही हो क्या सायद, त्यो मैले भनेको थिएँ नि तिमीलाई त कहानी के यही हो जस्तो लाग्यो हो। यही मैले तिमीलाई भनेको थिएँ नि त कहानी, यही जस्तो लाग्यो मलाई। फुलहरू पनि कडा छ न मन्दिरलाई उहाँ छ मन्दिर चाहिँ, गुम्बा चाहिँ उहाँ छ। दामी वाउ छ वाउ।
यो हामी घुमेर नि सकेनौँ त हामी घरतिर लाग्दैछौँ थकित भयो बस पाइन्छ कि पाइन्न थाहा छैन 4 बजिसक्यो अब हामी दुईजना चाहिँ घरतिर लाग्दैछौँ हेरौँ अब बस भेटिन्छ कि भेटिन्न ल बाई बाई टाटा हामीहरू चाहिँ अहिले नवबुद्धबाट हिँड्दै हिँड्दै जाँदैछौँ धुदीखेल होइन धुदीखेल जिरो लपरेट दिन्छ क्या धुदीखेल धुलीखेल हिँड्दै जाँदैछौँ यो चाहिँ रेड बुल चाहिँ एनर्जीको लागि अनि बस छुट्यो हाम्रो थाहा थिएन नि त बस छुटेछ अनि अब हिँड्दै हिँड्दै हो त्यसपछि भक्तपुर अनि त्यसपछि बागबजार होइन धुलीखेलसम्म चाहिँ हिँड्दै जान्छ त्यहाँ त त्यसपछि चाहिँ बस लाग्छ त्यहाँबाट बल्ल यति हेर्ने पुरै खाली छ एउटा बाइक नै चलाएन बाइक त चलेछ ऊ बाइक तिमी चाहिँ गलत रहेछौ है लोकल हेलमेट नलागि नै हामी चाहिँ जान लाग्यो हामी टिकट लाने हो र तरकारी चिन्ता छैन चिम पोल्छ कपडा छ त अहिले अगाडि गरेर लानु अगाडि मैले झाडी देखेँ त्यहाँ आउँदा बस्नु सर लाने प्लास्टिक छैन नि तिम्रो सर्ट छ र सर्टमा राखेर माग्न पर्ने यार सिजनको तरकारी खाएको छैन खानु पर्ने ढेँडोसँग मिठो हुन्छ गाइस त्यो उता देखाइदियो कति खाली छ बाटो सुनसान हामीलाई डर लाग्न लाग्यो यताति बाघ आउँछ कि भालु आउँछ कि थाहा होइन हामी चाहिँ हिँडिरहेछौँ कति बज्यो 5 बज्यो होइन 5 बज्यो यस्तै छ जिन्दगी होइन दुःख आफ्नो साधन अब दुःख हुँदो रहेछ घुम्न जानु पनि त्यसैले आफ्नो साधन किन्नुपर्छ दिवस छिटो साधन किन पैसा पठा है जापानबाट यदि तिमीले भ्लग हेरिरहेछ भने हाम्रो लागि कुन स्कुटर बाइक जे भयो नि किनिदिनु पर्यो जाऊ 3 महिना कमी त हो होइन धेरै होइन ल है हामी चाहिँ अहिले मेन रोडमा गएपछि चाहिँ गाडी पाउँछ पाउँदैन म तपाईँलाई अपडेट दिन्छु ल हेर्दै गर्ने